30% अफ द बाइक एक्सिडेन्ट यो एउटा कारणले गर्दा हुन्छ। हरेकचोटि ब्रेक हान्दाखेरि चाहिँ तपाईँले अगाडिको र पछाडिको दुइटै ब्रेक युज गर्नुपर्छ, तर त्यो अन रोड अफ रोड दुइटैमा कम्बिनेसन मिलाएर गर्नुपर्छ। यदि तपाईँ अन रोडमा हुनुहुन्छ भने चाहिँ अगाडिको 70 to 80% र पछाडिको चाहिँ 20 to 30% हान्नु होला, किनभने अन रोडमा अगाडिको ब्रेक खासै चिप्लिँदैन। तर यदि तपाईँ अफ रोडमा हुनुहुन्छ भने पछाडिको ब्रेक चाहिँ 70% अराउन्डमा हान्नुपर्छ र अगाडिको ब्रेक चाहिँ 20 देखि 30% अराउन्डमा हान्नुपर्छ, किनभने अगाडिको ब्रेक चिप्लिन सक्छ अफ रोडमा। र यदि त्योभन्दा नि एक्सट्रिम अफ रोड छ भने चाहिँ अगाडिको ब्रेक एकदम नै कम युज गर्नुपर्छ, पछाडिको ब्रेकमै भर पर्नुपर्छ। अनि ब्रेक हान्दा चाहिँ कहिले पनि ब्रेक यसरी च्याप्प समात्नु हुँदैन, कि त सिङ्गल फिङ्गर कि त दुईवटा फिङ्गर युज गरेर ग्रेजुअली बिस्तारै ब्रेक थिच्दै जानुपर्छ। अनि हाम्रो बाइकको ब्रेक चाहिँ इमर्जेन्सी कन्डिसनमा कसरी फङ्सन गर्छ भन्ने कुरा हामीलाई थाहा नै हुँदैन, त्यसैले महिनामा 1-2 चोटि चाहिँ इमर्जेन्सी ब्रेकिङ प्र्याक्टिस गर्नु होला। तर तपाईँ यदि नयाँ राइडर हुनुहुन्छ भने फ्रिक्वेन्टली खाली स्पेसमा इमर्जेन्सी ब्रेकहरू चाहिँ प्र्याक्टिस गरिराख्नु होला।